मलाई भने त्यस्तै लायो हजुरलाई लायो कस्तो यी दुई भाइले नाचेका छन् राजेश हमाल जस्तो फेवातालको लामया साँच्चीको नलाम्बो ख्याल यहाँ गएपछि नेपाल हल्लिने अस्मिता डल्लाकोटी शक्ति गोदार मान्छे हेन्सम चट्ट आँखा चस्मा छिट्टो अब गाउनुपर्छ सँगै जामला बस्नु एकदम अस्मिता बहिनीलाई हार्दिक हार्दिक स्वागत छ एकदम जयसाप पनि हाम्रो बहिनी ज्वाइँले गाएपछि दाइले गीत गाउँछ बहिनी ज्वाइँले गाएपछि दाइले गीत गाउँछ मैले गाए भोजरालाई नि गाउँ गाउँ लाउँछ माझी दाइ पोखरा फेवातालको लामया साँच्चैको नलाम्बो ख्याल ख्याल लामया साँच्चैको नलाम्बो घाँस काट्ने गाए भिमल सोत्तर काट्ने रोइनी हुन्छ कि हुन्न घाँस काट्ने गाए भिमल सोत्तर काट्ने रोइनी एकैचोटि आउन पर्यो मेरो प्यारी बहिनी माझी दाइ पोखरा फेवातालको लामया साँच्चैको नलाम्बो ख्याल ख्याल हे जुत्ता भने उस्तै उस्ता पाइन्ट फरक फरक यी दुई भाइले नाच्दाखेरि ज्यानै करक मरक माझी दाइ पोखरा फेवातालको दीपक घिम्रे कमल सरगम मोहन सँगै गोपी ए दुई बहिनी यी दुई भाइलाई लगाइदिनुहोस् टोपी लामया साँच्चैको नलाम्बो ख्याल ख्यालको
दर्शकहरूले यी चार कुना हेरे फर्की फर्की मेरी बहिनी छँदा छँदै नहेर्नु सै अर्की माझीको खरा फेवा तालको रामाया साँच्चीको नराम्रो ख्याल ख्यालको सुध्री हालान उनी सँगै दुईटा नाचेपछि मौवा छझै हुने माझी दाई पोखरा फेवा तालको लामाया साँच्चीको नराम्रो ख्याल ख्यालको
अस्मितालाई सँगै हिँड्दा शक्तिको नै भर छ अस्मितालाई सँगै हिँड्दा शक्तिको नै भर छ शक्तिलाई भन्यो त गर्लफ्रेन्ड यतै आउँछु भन्ने डर छ माझी दाइ हजुरको नाम के हो? इन्द्राणीको मनमाया र चितवनको धनमाया उस्तै हो हैन? एउटा गीत गाइदिनुहोस् न त। नचिके लानु है मुखमा नचिके लानु ल मुखैनिर के गाने हुन्छ दिदी? भिडियो अनि मिलाउने अझै पछाडि खिचौँ है साथीहरु। हे काठमाडौँदेखि कृष्ण कणेलज्यू आउनु भो रमाउँदै दिनु भयो माग्ने समाउँदै गयो जोबाना कि मायाले भो भना सुर्ती मार्दै गयो जोबाना सुर्ती मार्दै गयो जोबाना। थ्याङ्क यू। यो भेलु स्टाइलको हो। अब हाउडे दाईको चिया पसल धेरैले हेर्नुभयो होला मुन्द्रेको कमेडी क्लबमा। हजुर नमस्कार लासो। आज सन्तोष देउजाले छोराको वर्तमान गरेर नराम्रोसँगले खिर र जेरी खोयो भनेको। म त यति मिठो खान पाउँछ भनेको भए हिजैदेखि भोकै बस्थ्यो होला। तर ठिकै छ मनदेखि खाइदियो। 4 किलो जति जेरी खायो 7 दिन जति भोक लाग्दैन होला। हाउडे फेरि अरू जस्तो मान्छे होइन हेर्नु है। तपाईँले जेरी मात्रै खायो होला। मैले त एउटा राम्रो केटीले हेरेको चुप्पा पनि खाइदियो। म त अब टिभीमै खाइदिन्छ अरू जस्तो होइन। अरू लुकेर खान्छ हामी डाइरेक्ट खाने हो त्यो खालको मान्छे। यस्ता कुरा नगर्नु। थ्याङ्क यू मेरो आदरणीय दाइ। किसिम दाइको त म त्यस्तो क्यारिकेट गर्न सक्दिनँ। तर दाइको मन मुटु सबै मेरो यो दिलभित्र छ। त्यस कारणले गर्दाखेरि थ्याङ्क यू सो मच। बहिनी त्यस्तो नगर्नु त्यहाँ आउन भने सुन्छ त यस्तो राठी दाइ भन्नु त तपाईँ आफै। ओके थ्याङ्क यू सो मच सबै पत्रकारजीहरूलाई। यो बहिनीलाई हाउडे खाइदिनु पर्यो के। अब यो मान्छे हाइट हेर्दा पनि लगभग भगवानले हाउडेकै लागि बनाएर पठाएको हुन सक्छ जस्तो छ। तर अहिले डेन्जर छ। अहिलेको केटीहरूलाई आँखा लाउनु हुँदैन।
अहिले आँखा लाग्यो भने 3 दिनपछि हामी सँगै बसेको होइन भन्छ। कहाँ बसेको भन्दा त्यो सन्तोष देउजाकोमा हामीले खाएको होइन सँगै भन्छ। के चेरी खाएको भने होइन अर्कै खाएको भन्छ। त्यही भएर आजकलको केटीसँग म चाहिँ एकदम जोगिने हो। 40 कटेको भन्दा मुनिसँग त बोल्दैन मलाई। हाउडे भनेको त्यो खालको यो त झन् बाजा बजाउने रहेछ। अहिले आँखा झिम्काला उता गरेर दमा बजायो भने के गर्ने। त्यही भएर एकदम डराउनु पर्ने अवस्था। सबै उपस्थित नमस्कार छ। अनि एक्लै आयो कि बाली आएन? यो खिर खाँदाखेरि लिपस्टिक पनि खाएछ क्या हो। ठिक छ अहिले हुन्न भनेपछि त्यस्तै जबरजस्ती नगर्नु नि। प्रचण्डको होइन प्रचण्डको चाहिँ गर्नुपर्ने अवस्था छैन है। ओके यहाँ हाम्रो पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूलाई स्वागत छ हाम्रो सन्तोष देउजाको घरमा। कस्तो लागिरहेछ? निश्चित रूपमा म के भन्न चाहन्छु भन्दाखेरि औपचारिक रूपमा यहाँ धेरै बोल्ने भाषण गर्ने समय त छैन। आज कृष्ण कडेलज्यूलाई देखेपछि नोबोली पनि बोल्न सकिन्छ जस्तो अवस्था मैले देखिनँ। राष्ट्रकै एउटा खतरनाक अहिले त पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली, शेरबहादुर देउबा भन्दा पनि कृष्ण कडेलको चर्चा देख्छु म। यता चितवन झरेपछि सन्तोष देउजाको त्यत्तिकै म चाहिँ एक खालको चाहिँ हुन्छ नि आक्रामक देखिरहेको छु। अचेल सन्तोष देउजा भनेपछि मात्रै रेणु दाहाल भन्ने चलन पनि एक चल्या जस्तो भित्रभित्र कता सुन्छु म। अब देशव्यापी रूपमा अहिले यहाँ सन्तोषजी पनि आउनुभयो। एकचोटि जोरदार ताली बजाइदिनु। मलाई बडो आउने मन थियो तर पनि अब यहाँ मैले ठुलै जानकारी पाएँ। सन्तोष देउजाको नाम सुन्दै मेचीकालीबाट धेरैजना आए। प्रचण्ड किन आएनन् भन्ने प्रश्न पनि उठ्छ। मुन्न आइकन त यो शुद्ध हुन्छ जस्तो पनि मलाई त लाग्दैन थियो। तर समयको व्यस्तताले गर्दा आउन पाइनँ। उहाँको परिवार उहाँको छोरालाई म एकदमै शुभकामना दिन चाहन्छु। कृष्ण कडेलज्यू पुगिसकेपछि हाम्रो उपस्थिति त्यति जरुरी मैले ठान्दिनँ। त्यसकारण सन्तोषजी लगायत सबैलाई विशेष शुभकामना छ। विशेष त कृष्ण कडेलज्यूलाई म यो सांस्कृतिक क्रान्ति जुन हिसाबले अगाडि बढिरहनु भएको छ बडो शुभकामना छ। यो निरन्तर एक दिन तपाईँले यो देश हाँक्ने हिसाबले जानुहुन्छ। कहिलेकाहीँ बाधा अडचन आउँछन्, मान्छे लाग्छन्, किनकि त्यो सफलताको पछाडि लाग्छ नै। तपाईँले मलाई हेरेर पनि बुझ्नुपर्छ। त्यस कारणले ऊ हाम्रो भोजराजजीलाई हेर्नु त उहाँ प्रतिभा उठाउँदै लाँदै हिट बनाउँदै बडो राम्रो काम गर्नमा चाहिँ अस्ति 2-4 जनाले स्ट्याटस लेख्न भ्याइहाले। यसले कति न गरेको जस्तो भनेर भ्याए आफू गर्नु छैन, अर्काले गर्दा पनि खेदिहाल्ने चलन छ। त्यो हामीले नजिकैबाट देखेका छौँ। त्यस कारणले हाम्रो एक गोपीजी पनि हुनुहुन्छ। त्यो हाम्रो सरगमजीलाई त अहिले माओवादीकै मान्छे हो, प्रचण्डकै तलब खाएर काम गर्छ भन्ने आरोप भित्रभित्र मैले देखिसकेको छु। बाबुरामजीले पनि हिजो थर्काउनु भएछ। मलाई बडो कस्तो नरमाइलो पनि लाग्यो। त्यस कारण तपाईँहरू डराउनु पर्दैन। निरन्तर आफ्नो यो क्रान्तिमा लाग्नुहोस्। मोहनजीको त मैले देखिरहेको छु ती बुढी आमालाई लुगादेखि लिएर खाने हामीले जनताको लागि गर्छौँ भन्छौँ मात्रै। तपाईँहरूले रियलै गरिराख्नु भएको छ। मैले देख्छु कहिले चामल बोकेर पुग्नु भएको छ, कहिले ब्ल्याङ्केट बोकेर पुग्नु भएको छ। यो दूध दराजमा लुकेर बसेका त्यस्ता गरिबीहरूलाई, त्यस्ता प्रतिभालाई उठाउने काम गर्नु शुभकामना छ।